हेलो साथीहरू, हेर्नु होला म चाहिँ यो काट्नेको रिभ्यू दिन आएको फेरि पनि मन परेर। आज म चाहिँ आलु अनि यो चिकन अनि यो मसरुम अनि यहाँ साग छ, यो सबै काटेर हजुरहरूलाई देखाउँछु ल। हेर्नु होला साथीहरू, यो चाहिँ कस्तो राम्रो छ हेर्नु नि। तबल, वा नेपालमा चाहिँ हामी तबल भन्थ्यौँ, बन्चरो भन्थ्यौँ यसलाई। यहाँ हेर्नु होला कस्तो मजाले काट्छ यसले चाहिँ, केही बलै लाउनु पर्दैन, ठ्याङ ठ्याङ काटिदिन्छ। यहाँ हेर्नु होला, यो चाहिँ एकदम राम्रो रह। मलाई चाहिँ मन परेर अर्को पनि मगाएको छु, आउँदैछ। यसको चाहिँ मलाई रिभ्यू दिन मन पर्यो। अस्ति पनि काटेर त हालेको थिएँ, फेरि पनि रिभ्यू दिन मन पर्यो अनि भिडियो बनाउँदैछु। अब म चाहिँ यो पट्याटो काट्दैछु। यो चाहिँ म चाहिँ ठुलो ठुलो पिसमै काटेको, अहिले चाहिँ फ्राई गर्न मात्रै हो। त्यही भएर म चाहिँ यस्तो ठुलो ठुलो पिस काटेको छु। हेर्नु होला, यो काट्ने जस्तो चाहिँ अहिलेसम्म चाहिँ मैले भेटेकै थिइनँ। यस्तो राम्रो छ, यहाँ झुन्डाउने पनि छ। तपाईँहरूले यसो झुन्डाएर राख्दा नि हुन्छ। हेर्नु नि, यहाँ ह्यान्डल कस्तो दामी छ, कहिले केही हुँदैन। तपाईँहरूले सानो सानो रुखका हाँगाहरू काट्न सक्नु पनि हुन्छ यसले चाहिँ। हामी चाहिँ वा नेपालमा चाहिँ त्यसरी काट्थ्यौँ। हेर्नु होला, यसको फ्रेम क्या दामी छ, हात पनि दुख्दैन यसले चाहिँ। ओ माई गड, हेर्नु नि यहाँ कस्तो लाग्ने छ। अब म यहाँ मसरुम काट्दैछु। हेर्नु होला कस्तो मजाले काट्छ, आफूले बलै लाउनै पर्दैन, यसो छोइसक्दा जान्छ। यस्तो दामी काट्छ। हेर्नु होला, यहाँ अरू काट्नेले 15 मिनट लाग्थ्यो भने यो काट्नेले 5 मिनट मात्रै लाग्छ। हेर्नु होला, मैले चाहिँ यहाँ सबै थोक काटेर नि भ्याइसकेँ। विशेष गरी यो काट्नेको काम चाहिँ बोन काट्ने हो, जस्तै चिकनको हड्डी, खसीको हड्डीहरू। अहिले चाहिँ टिकटकले भाइलेसन दिइरहेको छ अरे, त्यही भएर मैले चाहिँ अलिकति यो ब्रेस्ट मात्रै काटेको, चिकनको ब्रेस्ट। हेर्नु होला, यो चाहिँ एकदम राम्रो प्रोडक्ट हो। हजुरहरूलाई पनि मनपर्छ भने मेरो ओरेन्ज कार्ड भिजिट गरेर लिन सक्नुहुनेछ।